परशुराम भाग 3 बाट। त्यो अभिशप्त दृश्य देखेपछि उनका दाजुहरू परशुरामसित अत्यन्तै भयभीत भए। उनी सबैभन्दा शक्तिशाली त थिए नै, त्यसमाथि अहिले छाएको पागलपना। दाजुहरू आश्रय खोज्दै लुक्न भागे। परशुरामले लखड्दै गए, वसुमानलाई भेटे। उनले हात जोडे, रक्षाको भिक्षा मागे, तर परशुरामले केही सुनेनन्। उनमा पागलपन सवार भइसकेको थियो। भयानक आवाजले कराउँदै आफ्नो पर्सा उठाउँदै लखेटी लखेटी उनको वध गरे। अरू दाजुहरू झन् भयभीत भए। उनीहरूले आज परशुरामको अनुहारमा साक्षात मृत्यु देखे। सबै हतप्रभ भएर भागाभाग गरे, तर परशुरामले लखेटी लखेटी सबैको वध गरे। उनका सबै छटबिच्छट शरीर र शिर आश्रमभरि छटपटाउन लागे। आश्रम नभएर एउटा वधशाला प्रतीत भएको थियो, एउटा युद्धस्थल बनेको थियो। आफ्नो सङ्कल्प पूर्ण गरेर उनी पिता समक्ष गए। रक्त रञ्जित पर्सा सहित उनले नजर उठाएर हेरे। उनका पिता विजयमा मुस्काइरहेका थिए। पिताको यो मुस्कान देखेपछि उनको मनमा जमद अग्निको झन् घृणा बढेर आयो। उनको कुस्तिज मनसाय झन् छर्लङ्ग भयो। परशुरामको हृदयबाट पितृभावले सदाका लागि बिदा लिइसकेको थियो। सिसाको सुन्दर महल झमझम झ्याराम झुरुम भएर धराशायी भयो। विनाशले ताण्डव गर्यो। सबै कुरा लुटियो। परशुराम पागल सरी दौडिन लागे। कहिले आफै हाँस्थे, कहिले रुन्थे, कहिले डराएर आफैबाट लुक्न खोज्थे, भाग्न खोज्थे। तर जहाँ जहाँ जान्थे त्यहाँ त्यहाँ माताको शिर र ढाड छटपटाइरहेको देख्थे काहीँ भ्राताहरूको। त्यो विपत्मक दृश्य सम्झिँदै आत्मग्लानि बढ्न लाग्थ्यो। आफ्नो भावनामा नियन्त्रण कायम गर्न सकेनन् र उनी त्यहीँ ढले। त्यहाँ उपस्थित कतिपय शिष्यहरू पनि ढले। जमदग्नि भने आफूलाई विजेता अनुभूत गरिरहेका थिए। धेरै बेरपछि परशुराम पूर्ण जागा भए। परशुरामको चेतनाले कार्य गर्न छोड्यो। जहिले कहिले आफ्नो परशु लिएर म सबैको वध गर्छु भन्दै हिँडे, रुँदै कराउँदै हिँडे। उनी केही पर गएका थिए। फर्किएर पिताको सम्मुख उपस्थित भएर पितालाई नै आफ्नो परशुले वध गर्ने प्रयत्न गरे। परशुरामको क्रियाकलापले स्वयंलाई समेत खतरा भएपछि जमदग्निले आफ्नो प्राण रक्षा गर्न भागे। त्यो दिन ऐन केन प्रकरण ऋषि र विद्वानको नाममा कलङ्क महाअपराधीको जमदग्निले आफ्नो प्राण रक्षा गरे। केही बेर आफ्ना पितालाई खोजे, उनलाई फेला पारेनन्, दौडिरहे। अन्त्यमा परशुराम त्यहीँ ढले। परशुराम ढलेको देखेपछि जमदग्निले आफ्नो शिष्यलाई बोलाए। कोही गएनन्। उनी क्रोधित भए, पूर्ण आवाज गरे। फेरि पनि उनी पूर्ण वृद्धि भयो। उनले त्यो निर्जन वनमा केवल आफ्नो आवाज गुन्जिरहेको सुने। दास एवं दासीहरूलाई बोलाए, कोही गएनन्। जमदग्निको क्रोधले झन् सीमा नाग्यो। केही बेरपछि उनी बाहिर निस्किए। पुत्र परशुरामलाई पकाइ फुलाई ती अवज्ञा गर्ने विद्यार्थीहरूलाई एवं दास दासीहरूको पनि वध गर्न गए। विद्यार्थीहरूका कोठा कोठामा गएर हेरे, त्यहाँ कोही थिएन। अध्ययन गर्ने कक्षामा गएर हेरे, त्यो पनि रिक्त थियो। छात्रावासमा पनि हेरे, त्यो पनि सुनसान थियो। मानवविहीन थियो। शमशान जस्तै भयानक प्रतीत हुन्थ्यो। त्यो घटनापछि परशुरामको मानसिक सन्तुलन पूर्णतः बिग्रियो। उनी अधिकांश समय घुरिएर बस्न गर्थे। बेला बेला परशु लिएर दौडिन्थे। एक दिन परशुराम सुतिरहेका बेला जमदग्नि प्रान्तकालीन जप गर्दै थिए। कतिखेर जागा भए जमदग्निलाई पत्तो नै भएन। परशुराम आफ्नो पर्सा लिएर आए अनि उनको वध गर्ने प्रयत्न गरे। त्यो देखेर उनी निकै भयभीत भए। जप छोडेर उनले आफूलाई एउटा कोठामा बन्द गरे। केही क्षणपछि परशुराम उनलाई पछ्याउँदै त्यहीँ आइपुगे। आफ्ना पितालाई नदेखेपछि फर्किएर गए। त्यो क्रम बढ्दै गयो। परशुराम त्यो भयानक घटना जहिले जहिले स्मरण गर्थे। त्यहीले आफ्ना पितालाई वध गर्ने प्रयत्न गर्थे। जमदग्निले परशुरामको परशु त लुकाइदिएको थियो, त्यही पनि पुत्र पितामाथि जाइलाग्थे। बडो मुस्किलले आफ्नो प्राण रक्षा गर्थे। अब उनको अघि स्थिति झन् झन् भयभीत भयो। एक दिन जमदग्निले सुतेको बेला आफ्ना अत्यन्तै विद्वान एवं आज्ञाकारी पुत्र परशुरामलाई बाँधेर राखे।
साँझ बिहानको खाना खुवाउन पनि जमदग्नीलाई निकै समस्या पर्न लाग्यो। सिङ्गो आश्रमको हेरविचार गर्ने कोही थिएन। त्यसमा पनि एउटा मनोरोगीको सेवा कसले गर्ने? 1 दिन 2 दिन गर्दा गर्दै केही दिन बित्यो। उनी स्वयं पनि आजित भए, आफूलाई निसहाय पाए। मनोबल र दम्भ चूर्ण भइसकेका थिए। कति दिन भोक्क भए। पूजाआजा सबै समाप्त भएको थियो। त्यो बच्चालामा जीवन नर्कमय बन्न पुग्यो। केही दिनको धैर्यपछि जमदग्नी आत्तिए, हताश भए अनि एक दिन डोरीले एउटा पशु सरह बाँधेर संसारका अद्वितीय विद्वान एवं शक्तिशाली पुत्र परशुरामलाई लिएर चिकित्सक कहाँ पुर्याए। परशुराम पनि चेतनाविहीन पशुतुल्य बाबुको पछि पछि कहिले हाँस्दै त कहिले चुपचाप हिँडिरहे। चिकित्सकले पनि उनको उपचार त हुन सक्ने तर केही दिन लाग्ने बताए। परशुरामलाई नित्य चिकित्सालय लिएर आउने सल्लाह दिए। जमदग्नीको आश्रम निकै पर थियो। नित्य आउन ज्ञान सम्भव थिएन। त्यसैले उनले त्यहीँ बसेर उपचार गर्ने निधो गरे। चिकित्सकसित त्यही आवासको प्रबन्ध मिलाइदिन अनुरोध गरे। त्यसै भयो। कैयौँ महिनाको कठिन प्रयत्नपछि चिकित्सकले उनलाई पूर्ववत बनाइदिए। उनी स्वस्थ भएर पितासित आफ्नो गृह फर्किए। पहिले गृहमा पुग्ने बित्तिकै सेवकहरू आउने गर्थे, साष्टाङ्ग दण्डवत गर्ने गर्थे, गङ्गाजलले आचार्यका पाउ धुने गर्थे, पुष्प वर्षा गर्दै गृह प्रवेश गराउने गर्थे। पिता पुत्र आश्रममा पुगे कोही आएनन्। केही पर गए त्यही पनि कोही आएन। यात्राले दुवैका पाउमा ठेला परेका थिए। पाउ पखाल्न चाहन्थे तर आज त्यो त्यसो भएन। आश्रम वरिपरि घाँसहरू उम्लिएर डरलाग्दो भएका थिए। भित्र पसे कोठाभित्र धुलो र फोहोरले साम्राज्य जमाएको थियो। आश्रम सुनसान थियो। हजारौं विद्यार्थीहरूको होहल्ला हुने आश्रम उनीहरूलाई शान्त गर्न हम्मे हुने स्थानमा शमशानको जस्तो शान्ति व्याप्त थियो। परशुरामले बिस्तारै स्मरण गर्दै गए। पाउहरूका घाउ र तिनले दिएको पीडा समेत विस्मृत भयो। जुरुक्क उठेर यज्ञ स्थलमा गए। त्यहाँ उनका माता एवं भ्राताहरूका कङ्काल थिए। स्याल र कुकुरले उनीहरूका शरीरका मांस भक्षण गर्ने क्रममा यताउति लतारेर छरप्रस्त पारेका थिए। कुन कङ्काल कसको हो भनेर अब चिन्न पनि नसकिने भइसकेको थियो। धराले उनीहरूका रगतले रक्त रञ्जित भएको प्रमाण प्रस्तुत गर्दै थिइन्। उनले पुनः ती घटना स्मरण गरे। मृत्युपूर्व भ्राताहरू र माताको पीडादायी अन्तिम आवाज उनले भनेकी थिइन्, सायद यही दिनका लागि तँलाई मैले जन्म दिएकी थिइँ। पिताका आज्ञाकारी पुरुष पुत्र। परशुरामका कानमा पूर्ण त्यही आवाज गुन्जयमान हुन लागे। उनले आफूलाई अपराधी ठाने। त्यहीँ बसेर चित्कार गर्न लागे। पिताले सुने, कारण उनलाई ज्ञात थियो। तुरुन्तै दौडिएर गए, पुत्रलाई लिएर आए। वैदिक औषधि खुवाएर सुताए। केही बेरपछि केही आवाज आयो। उनलाई आश्चर्य लाग्यो, त्यो निर्जन स्थानमा कसको आवाज आइरहेको छ। उनी आवाज सुन्न आतुर थिए। हतार गरेर त्यता गए। कामधेनु त्यहाँ उभिएर आवाज लगाउँदै थिइन्। अझै पनि कोही आउँछ भने विश्वास भए जस्तो गरी जमदग्नीले कामधेनुलाई अङ्कमाल गरे। उनलाई देखेर रुन लागे। उनीहरूको अनुपस्थितिमा कामधेनु माताले बडो मुस्किलले आफ्नो प्राण रक्षा गरेकी थिइन्। केही बेर कामधेनुसँग अङ्कमाल गरेर रोएपछि उनलाई लाग्यो, यतिका महिना यिनले के खाइन्, के पिइन्। उनी कामधेनुलाई पेटभरि भोजन गराउन चाहन्थे। नर्मदाको शीतल जल पिलाउन चाहन्थे। उनको थकित वृद्ध शरीर उठ्यो तर केही गर्न सकेन। न त जल ल्याउन नर्मदा तटसम्म जान नै परशुराम औषधिको नसामा अचेत भएर सुतिरहेको थिए। घाम दुख्न लाग्यो। सन्ध्या स्नान गर्न पनि जल थिएन। नर्मदासम्म पुग्ने शक्ति पनि उनको शरीरमा थिएन। केही पर रेणुकाले नित्य बाल्ने गरेको दीप देखे। त्यसमा तेल र बत्ती अझै थिए। दुईवटा पत्थर ठोकेर आगो निकाले र बत्ती बाले। बत्तीले कुटी प्रकाशित भए पश्चात त्यहाँ कोही भएको ठानेर केही क्षणपछि एउटी पुरानी दासी नजिकको बस्तीबाट आई। ऊ शङ्कातीत थिइन्। कुनै अदृश्य आत्मा त होइन वा कुनै अपराधीहरू त्यहाँ गएका छन्। दासी डराइ आश्रममा गई। त्यहाँ जमदग्नीलाई देखी अनि बल्ल उसको आशंका दूर भयो। उसले सबै कार्य गरिदिए। कामधेनुले भोजन तयार पारिन्। सबैले भोजन ग्रहण
गरेर रात्रिको विश्राम गरे। 7 एक दिन दोस्रो प्रहरमा सम्राट कार्तवीर्य सहस्त्र अर्जुनले आखेटका लागि आफ्ना सेनाहरूसित वनमा जाने इच्छा गरे। उनका सल्लाहकारहरूले आखेटका लागि प्रस्थान गर्न यो उपयुक्त प्रहर नभएको अनुरोध गरे, तर उनी त सम्राट थिए, कहाँ कसैको कुरा सुन्ने। हुकुम गरे त गरे। दरबारियाहरूलाई पनि राजआज्ञा मान्नु नै थियो, नमाने प्राण हरण हुने सम्भावना हुन्थ्यो। त्यसर्थ सबैले आज्ञा सिरोपर गरेर र सबैलाई लावा लस्कर सहित आखेटमा गए। शास्त्र अर्जुनले दिनभरि शिकार खोजिरहे। दुर्भाग्य कहीँ कतै कुनै जनावर देखा परेनन्। दिनभरिको भागदौडले सबैजना थकित र भोका थिए। विश्राम गर्न बसे। दरबारबाट ल्याएका भोजन ग्रहण गरे। सबैजना यति भोकाएका थिए कि भोजन एकै क्षणमा समाप्त भयो। सन्ध्याकाल हुन लाग्यो। केही बेरमा रात्रिले आफ्नो साम्राज्य फैलाई सुनिश्चित थियो। अब उनीहरूले आश्रयको आवश्यकता थियो। उनीहरू सबै आश्रयको खोजीमा यताउति दौडिरहे। केही बेरमा सम्राटले टाढा टिप टिप बत्ती बलेको देखे। उनलाई लाग्थ्यो पक्कै पनि त्यहाँ कुनै मानव बस्ती छ। त्यहाँ गएपछि बास एवं भोजनको व्यवस्था हुन्छ। त्यही सोचेर सबैलाई मिलाएर उनीहरू त्यहाँ गए। त्यहाँ पुगेपछि देखे त्यो त एउटा विशाल गुरुकुल रहेछ, ऋषि जमदग्निको। उक्त गुरुकुलबारे उनलाई केही स्मरण भयो। कुनै समय आफूले सञ्चालन गर्न सहयोग गरेको पनि थिए, तर त्यहाँ जान भ्याएका थिएनन्। वर्षौँपछि बल्ल आज संयोग जुट्यो। जति जति आश्रमको नजिक पुगे उनको आश्चर्य बढ्दै गयो। त्यो आश्रम त बडो उजाड थियो। आश्रमका चारैतिर घाँसै घाँस उम्रिएका। केही क्षण त आफूले गलत निर्णय गरे जस्तो पनि भयो उनलाई। कहीँ यो पूर्णतया रित्त त छैन। जताततै अव्यस्त डरलाग्दो वातावरण। केही भित्र गएपछि मूलद्वारमा जल लिएर आइरहेकी एउटी सेविकालाई देखे। बल्ल मन केही आश्वस्त भयो। उसलाई आफ्नो परिचय दिए। आश्चर्य मान्दै उनीहरूलाई दण्डवत गरेर जमदग्नि समझ सबै कुरा पुर्याइदिए। केही बेरमा ऋषि र उनका पुत्र परशुराम आफ्नो कक्षबाट बाहिर गएर उनीहरूलाई देवतालाई जस्तै स्वागत र सम्मान गरे। आसनमा विराजमान गराए। कैयौँ दिनपछि अतिथि गएर त्यो आश्रमको रौनक बढाएका थिए। उनीहरूलाई देखेर परशुराम एवं ऋषि जमदग्निको पनि मन निकै प्रफुल्लित भयो। राजाले भोजन पकाउन आफ्ना सेवकहरूलाई आज्ञा गरे, तर ऋषिले भने आज तपाईहरू मेरो अतिथि हुनुहुन्छ, भोजन पकाउनु पर्दैन, यही बन्छ, बरु लिन पठाइदिनुहोस्। ऋषिको कुराले सबै सेवकहरू प्रसन्न भए। थकानले सबैको कार्यक्षमता समाप्त भइसकेको थियो। पेटभरि भोजन र विश्राम चाहन्थे। एउटा सुरक्षाकर्मीले आश्चर्यचकित भएर प्रश्न गरे, हामी यतिका अतिथिलाई कसले भोजन पकाउने? कार्य गर्ने मान्छे पनि एउटा दासी बाहेक अन्य कोही छैन, कसरी सम्भव छ? यी ब्राह्मण वृद्ध भएकाले कस्तो कुरा गरे, मलाई त विश्वास लाग्दैन। साथीहरू, आज भोकै बस्नु पर्ने छ, पाके पनि समय लाग्नेछ, त्यसर्थ हामी पनि सहयोग गर्न जाउँ। उनीहरूले भने, आजलाई क्षमा याचना गर्छौँ। उनीहरूको आश्रम जे चाहन्छन् गर्छन्, बरु त्यतिन्जेल विश्राम गरौँ। सबैलाई उनको कुरा उचित लागे। उनीहरू केही क्षण भए पनि निदाउन लागे, तर भोजन त एकै क्षणमा तयार भयो। हतार हतार खान लागे। अत्यन्तै सुस्वादु थियो। सबैले अमृतसरी स्वादिष्ट मानेर ग्रहण गरेर रात्रिभर विश्राम गरे। यी सबै यति थकित थिए कि अर्को दिन पनि उनीहरू ब्रह्म मुहुर्तमा उठ्न सकेनन्। सूर्योदय भयो। भास्करले आफ्नो लालीमा क्षितिजमा फैलायो। शीतल वायु प्रवाहित हुन लागे। चराहरू आफ्ना आवाजमा चिरबिर गर्न लागे। त्यसपछि मात्र सबै जागा भए। उनीहरू स्वयंका लज्जित थिए। बिहानको नित्य कर्मपछि स्नान गर्न चाहे। नजिकै आफ्नो शान्त ध्वनिका साथ नर्मदा प्रभावित भइरहेकी थिइन्, सुन्दर, स्वच्छ र शीतल। सबैजनाले स्नान गरे। उज्यालोमा देखे हरियो वन, वनको माझ सुन्दर आश्रम, नजिकमा परम पाउने नर्मदा मातालाई सबैलाई आशीर्वाद र कल्याण प्रदान गर्न अवरित भएकी जस्ती साँच्चीकै पृथ्वीका स्वर्ग अनुभूत हुन्थ्यो।
स्नान र ध्यान सकेर उनीहरू आफ्ना सामान लिन आश्रम गए। राजा ऋषि जमदग्निसित बिदावारी हुन आज्ञा मागे, तर उनले यति शीघ्र बिदा दिएनन्। उनले राजालाई भने, राजा माहिष्मती टाढा छ, त्यहाँ पुग्दासम्म तिमीहरू सबै क्षुधाग्रस्त हुनेछौ, त्यसर्थ तिमीहरू सबैले आज यहाँ भोजन ग्रहण गर। सम्राट कार्तवीर्यले भने, यो गुरुकुल हो, त्यसमा पनि छात्रविहीन। ऋषि यति धेरै व्यक्तिलाई भोजन तयार पार्न सम्भव हुँदैन, हामीलाई पनि विलम्ब हुन्छ, त्यसर्थ हामी बिदा चाहन्छौँ। अतिथि त्यसमा पनि राजाको सत्कार गर्न पाउँदा जमदग्नि यति प्रसन्न थिए कि उनीहरूलाई बिदा दिन कसै गरी मानेनन्। राजाले मनमनै सोचे, यो ब्राह्मणले आफूलाई के ठानेको छ? म शास्त्र अर्जुनलाई आफ्नो सम्पन्नता प्रदर्शन गर्न चाहन्छ। फेरि राजदरबार निकै पर छ भन्ने सोचेर उनले ऋषिको आज्ञालाई स्वीकार गरे। भोजनले गर्दा दरबार फर्किन विलम्ब हुन्छ भन्ने सोची उनी आत्तिदै थिए। तत्कालै भोजन तयार भएको सूचना प्राप्त भयो। उनी छक्क परे, कसरी यति शीघ्र भोजनको तयार भयो त? हिजो पनि यस्तै शीघ्र भोजन तयार भएको थियो, कसले पकाउने गर्छ यहाँ? उनको मनमा अनेक प्रश्न र उत्सुकता थिए। भोजन ग्रहण गर्न लागे। उनको दरबारको राजसी भोजनभन्दा पनि स्वादिष्ट यति पनि थपिरहनु थिए। कुनै कुरोको कमी थिएन। भोजनबाट तृप्त भएपछि राजा हातमुख चुट्नलाई बाहिर जाँदा त्यहाँको दृश्य देखेर उनी हेरे भए। ती सम्पूर्ण भोजन त कामधेनुले प्रदान गरिरहेका थिए। त्यसैले एउटा ऋषिलाई राजदरबारले भन्दा व्यवस्थित र सुन्दर तरिकाले अतिथि सत्कार गर्न सम्भव भएको रहेछ। सबैले भोजन गरिसकेपछि बिदा मागे। ऋषिले पनि प्रेमपूर्वक उनीहरूलाई बिदा गरे। जब उनीहरू जान लागे, कार्तवीर्य शास्त्र अर्जुनले स्वयंले ती कामधेनु गाईलाई डोराएर लग्न लागे। त्यो देखेर ऋषि जमदग्नि बडो आश्चर्यमा परे। उनले प्रश्न गरे, राजा, तिमीले यो के गरेको? आश्रमकी गौ मातालाई मेरो आज्ञा बिना नै तिमीले कसरी लैजान सक्छौ? यी माता आश्रमकी सदस्य हुन्, यिनै हाम्रो अन्नदाता हुन्, परम पूजनीय छिन्, त्यसर्थ तिमी यिनलाई लग्ने अधिकारी होइनौ। ऋषि, तपाईँले के कुरा स्पष्ट बुझ्नुहोस् कि यो राज्य मेरो हो, यहाँका सम्पत्ति सबै मेरा हुन्, त्यसर्थ यी गौमाता मेरी सम्पत्ति हुन्। यिनी दरबारकी शोभा हुन लायक छन्, न कि तिमीहरू जस्तो कुटीमा निवास गर्ने भिक्षार्थी ब्राह्मण कि। मलाई मेरो सम्पत्ति लैजान कसैको अनुमतिको आवश्यकता पर्दैन। यति भनेर कार्तवीर्य हाँस्दै अगाडि बढे। आश्रममा जमदग्नि एक्लै थिए। उनले राजालाई रोक्ने कति प्रयत्न गरे, तर सैन्य बल सहितको एउटा शक्तिशाली सम्राटसित उनको केही लागेन। अवरोध गर्दा राजाले उनलाई हुत्याइदिए, त्यही पनि पछि पछि लाग्दै थिए। राजाका सैनिकले उनलाई लछार पछार पारे। गौमाता द्वाँ द्वाँ रुँदै राजासित गइन्। कामधेनुका सेवा शुश्रूषा गर्ने कार्य परशुरामको थियो। उनी कामधेनु माताका भक्त थिए। उनलाई अत्यन्तै प्रेम गर्थे। उनका मलमूत्र सफा गर्ने र स्नान गराउने सबै कार्य स्वयं परशुरामले नै गर्थे। वनमा गएर उनको प्रिय र स्वादिष्ट घाँस ल्याउने कार्य पनि गर्थे। त्यो दिन पनि उनी गौमाताका निम्ति घाँस काट्न वन गएका थिए। घाँस लिएर बडो खुसी भएर आश्रम फर्किए। आज त गौमाता अत्यन्तै प्रसन्न हुनेछन् भनी उनी निकै विश्वस्त थिए। आफैमा मुस्कुराइरहेका थिए। जसै उनी आश्रमभित्र प्रवेश गरे, त्यहाँको वातावरण केही अनौठो जस्तो अनुभूत गरे। वृक्षका लताहरू यताउति लछारिएका थिए। केही अनिष्ट भए जस्तो कता कता उनको मन आत्तिए जस्तो भयो। घाँस गोठमा राख्न गए, त्यहाँ कामधेनु थिएन। सोचे कतै विचरणका लागि गएकी होलिन्, अथवा जल पिउन नर्मदा नदीमा पनि जान सक्छिन्। उनी हतार हतार कुटीभित्र प्रवेश गरे। त्यहाँ उनका पिता जमदग्नि घायल अवस्थामा थिए। शरीरभरि चोट थिए। उनले आत्तिएर प्रश्न गरे, पिताजी, यो कसरी घटित भयो? छेउमा बसेर उनको उपचार मद्दत गरिरहेको दासीले सबै कुरा बताई। परशुरामको शरीर एकाएक काँप्न लाग्यो। क्रोधले सीमा नाग्यो। आफ्नो परम पूज्य पितालाई आक्रमण गरेर घाइते बनाई माता कामधेनुको अपहरण गर्ने अपराधीलाई केही गरी नछड्ने मनसायले उनी
श्री महादेवद्वारा प्रदान गरेका आफ्नो परशु लिएर वायु वेगमा दौडिए। केही बेर दौडिएपछि उनी मान्छेहरूको समूह देखा परे। त्यहाँ एक क्षण उभिएर सबैको अनुहार हेरे, तर ती राजा जस्ता थिएनन्। अनि फेरि अगाडि बढे, राजा कतै देखिएन। अब भने अलि अन्योलमा परे। उनलाई लाग्यो मैले बाटो बिराएँ वा उनीहरू अर्को बाटोबाट कुनै अन्य स्थानमा गए। एक मन त लाग्यो आश्रम फर्क्यौँ, तर फेरि अर्को मनले भन्यो उद्देश्य पूर्ण गर्न अघि बढ्नुपर्छ। उनी अगाडि बढिरहे। दरबारमा गए पनि गौमातालाई फर्काएर ल्याउने उनको अठोट थियो। परशुरामलाई राजदरबारतर्फ बढिरहेको बेला राजा र उनको लस्कर देखियो। बल्ल उनको मनमा रहेको अन्यल हट्यो। उनी अझ तीव्र गतिमा राजा समक्ष पुगेर दण्डवत गरे। राजालाई अनुरोध गरे, यी कामधेनु गाई हाम्री हुन्। यिनलाई तपाईँले यसरी अपहरण गरेर लग्न सक्नुहुन्न। यिनलाई फिर्ता गर्नुहोस् राजन। राजाले प्रश्न गरे, तिमी को हौ? उनले आफ्नो परिचय दिए। राजाले भने, मूर्ख ब्राह्मण, तिमीलाई यति पनि ज्ञात छैन यो राज्य मेरो हो। म यहाँको सम्राट हुँ। यहाँका वस्तु त जनता पनि मेरो सम्पत्ति हुन्। मेरो आवश्यकता अनुसार यहाँका जनताले आफ्नो प्राण समेत उत्सर्ग गर्नुपर्छ। यो राज्यको अधिपति भएको कारण राज्यका सबै वस्तुमा मेरो अधिकार छ। यसर्थ यी गाउँमाता पनि मेरी सम्पत्ति हुन्। तिमी व्यर्थमा मेरो र आफ्नो समय नष्ट गर्दैछौ। तर उनी मानेनन्। जसै परशुराम बहस गर्ने तयारीमा थिए, राजाले भने, हे ब्राह्मण, तिमी आफ्नो कुटीमा फर्क। हामी योद्धा हौँ। हाम्रो अगाडि तिम्रो सहमति र असहमति कुनै अर्थ छैन। हाम्रो अघि आफ्नो हार स्वीकार गर। हामीले चाहेका जुनसुकै वस्तु पनि जनताले सहर्ष प्रदान गर्नुपर्छ। यदि कसैले स्वीकार गर्दैन भने हामी आफूलाई इच्छावत वस्तु खोसेर युद्ध गरेर जसरी पनि प्राप्त गर्न सक्छौँ। यसर्थ तिमी फर्क। ब्राह्मणको मूर्खता अशोभनीय हुन्छ। परशुरामको पनि क्रोध बढ्दै थियो। उनले भने, राजन, तिमी जे गर्दैछौ गलत गर्दैछौ। अहङ्कार कसैको पक्षमा हुन्न। तिमी योद्धा हौ, तर युद्ध परीक्षण गर्ने शिक्षक हामी हौँ, यो नबिर्स। उनी हाँसेर भने, ब्राह्मण, अध्यापन गर्नु र स्वयं रणक्षेत्रमा होमिनुमा आकाश धाराको फरक हुन्छ। तिमी जस्ता निर्दय ब्राह्मण होइन, कस्ता कस्ता वीर योद्धा एवं राजाहरूलाई परास्त गर्दै आएको छु। म दत्तात्रेय शिष्य शास्त्र अर्जुन हुँ। त्यसर्थ म पूर्ण भन्दैछु, तिमी फर्क। परशुराम कसै गरी मानेनन्। उनले जसै कामधेनु खोज्न लागे, आफ्ना सैनिकलाई परशुरामको वध गर्ने आज्ञा दिए। उनको आज्ञा हुनासाथ केही सैनिक तुरुन्त गएर उनको वध गर्ने प्रयत्नमा लागे। उनी पनि श्री महादेव शिष्य परशुराम थिए। तुरुन्त आफ्नो पर्सा झिकेर बिजुली चम्केजै गरी ती सबैलाई एक क्षणमा मृत्युको जिम्मा लगाइदिए। एवं प्रकारले अन्य सैनिक आए, त्यही हाल भयो। कार्तवीर्य हेरेको हेरे भए। राजा स्वयं एक महान र अत्यन्तै शक्तिशाली योद्धा थिए, तर यो स्फूर्ति र रणकौशल पहिलो पटक देख्दै थिए। एउटा अति विद्वान ब्राह्मण जो कि एक शिक्षक हो, ऊ पनि यति कुशलतापूर्वक युद्ध गर्न सक्छ भने उनले कहिल्यै कल्पना गरेको थिएनन्। ती पनि स्वयं उनको नागरिक। उनलाई यो पनि पश्चाताप भइरहेको थियो, यस्तो योद्धालाई आफ्नो सेनामा किन राख्न सकिन। सबै सैनिक मारिएपछि अन्त्यमा स्वयं शास्त्र अर्जुन लड्न गए। दुवैबीच भयङ्कर युद्ध भयो। कहिले अर्जुनले उनलाई क्षति पुर्याउने प्रयास गर्थे त कहिले परशुरामले। धेरै बेरको युद्धपछि शास्त्र अर्जुनले आफ्नो स्वरूप अत्यन्तै सूक्ष्म बनाएर उनीमाथि प्रहार गर्न लागे। परशुरामले पनि आफ्नो शक्तिले उनलाई परास्त गरे। शास्त्र अर्जुनले बुझे कि उनको अष्टसिद्धिले परशुरामको अघि कुनै अर्थ लाग्दैन। परशुरामले त्यो भन्दा पनि उच्च कोटिको योगदान प्राप्त गरेका छन्। परशुराम आफूभन्दा पनि सक्षम छन् भन्ने बुझेपछि उनी आफ्नो रूपमा फर्किए। अब शास्त्र अर्जुनको क्रोधले सीमा नाग्यो। उनलाई पराजय अस्वीकार्य थियो। आजसम्म पनि उनी कसैबाट पनि पराजित भएका थिएनन्। उनले परशुरामलाई त्यही समाप्त गर्न नजिकैको विशाल पर्वत उठाए। उनको
शक्तिबारे परशुरामलाई राम्ररी ज्ञात थियो, साथै उनको मनसाय पनि। अन्ततः सहस्त्र अर्जुनले पर्वत उठाएको मौका पारेर परशुरामले बाण प्रहार गर्नु सुरु गरे। अर्जुनलाई पीडा हुँदै गयो। उनी आफ्नो पीडातिर केन्द्रित भए। परशुरामले उनको दुवै भुजा काटिदिए। अब उनले पर्वतको भार उठाउन सकेनन्। पर्वत खस्यो। सहस्त्र अर्जुनका शक्तिशाली हातहरू पर फटफटाइरहेका थिए। उनी भुजाविहीन हुन पुगे। त्यसपछि परशुरामले उनका गोडा शिर काटेर वध गरेर उनी शरीरका अन्य भागलाई टुक्रा टुक्रा पारेर काटे। वसुधाकै शक्तिशाली सम्राट टुक्रा टुक्रामा विभक्त भए। परिस्थिति प्रलय कालको जस्तो सुनसान र भयभव भयो। एक क्षणका लागि त्यो दृश्य देख्ने, सास फेर्ने समेत बिर्सिए जस्तो भयो। परशुरामले लामो सास फेरी अनि आफ्नो गौमाता कामधेनुलाई फर्काएर लए। आफ्नो आश्रममा पुगेर हर्षले कराउन लागे, उफ्रिन लागे। आफ्नो प्रथम विजयमा उनका महान गुरु श्री महादेवको महान शिक्षाको प्रयोगमा आश्रमको त्यो कालो दिनपछि उनी खुसी भएको यो प्रथम पटक थियो। उनलाई थाहा थियो गौमाताको पूर्ण प्राप्तिले उनको आश्रममा हर्षको वातावरण छाउनेछ। उनका पिताले उनलाई धन्य भन्नेछन्। पिता जमदग्नि एवं सारा विश्वले उनको शक्तिबारे जानकारी प्राप्त गर्नेछन्। उनी सहस्त्र अर्जुनभन्दा पनि शक्तिशाली भएको कुरा पुष्टि हुनेछन्। पिताको समीप पुगेर परशुरामले मुस्कानसहित गौमातालाई उभ्याइदिए। पिता जमदग्नि पनि प्रसन्न भए, तर उनले पुत्रलाई निहारे। आफ्नो विश्वास नै विद्वान कहिलिएको पुत्र रक्त रञ्जित छ। उनी पनि केही शङ्काचित भए, केही भयभीत भए। उनलाई हेक्का भयो कि परशुरामले सजिलोसित कामधेनुलाई फर्काएर ल्याएका छैनन्, बरु निकै ठुलो रक्तपात भएको छ। उनका आँखाबाट आँसु झरे। अश्रु जलले भरिएका दुई नयन पुस्दै प्रश्न गरे, पुत्र, यति सजिलैसित सहस्त्र अर्जुनले तिमीलाई हाम्रो गौमाता फर्काइदियो त? परशुरामले बडो गर्वसाथ सबै वृत्तान्त सुनाए। उनी आफ्ना पितालाई धेरैभन्दा धेरै प्रसन्न गर्न चाहन्थे। परशुरामले राम्ररी बुझेका थिए परिवार नाश गर्न लागेका हर्षित भएका उनका पिता यो जवाले निकै प्रसन्न हुनेछन्। उनले आफ्नो जन्मदाताको अनुहारतिर हेरे, तर त्यो मलिन थियो। धेरै कुरा भन्न खोजेको तर भन्न नसकेका उनी छक्क परे अनि शङ्कातीत पनि भए। परशुरामले सोचे, मैले के गल्ती गरेँ? किन उनका पिता मलिन छन्? कि फेरि कुनै दुर्घटना भयो उहाँमा? केही सोध्ने प्रयास गर्दै थिए कि जमदग्निले भने, पुत्र, तिमीले यो अनर्थ गर्यो, भयानक पाप र दुष्कर्म गर्यो। परशुरामले आश्चर्यचकित हुँदै भने, के कुरा पिताजी? जमदग्निले भने, नीतिले भन्छ राजहत्या ब्रह्म हत्या भन्दा पनि पापमय छ, नन्दनीय छ। राजा भनेको राज्यको नेता पनि हो, राज्यको प्रतिपालक पनि हो। एउटा नेता बन्न धेरै कुरामा दक्ष हुनुपर्छ, धेरै कुरामा अनुभवी र सबै कुरा मन रिजाउने हुनुपर्छ, सबैको मर्म बुझ्ने अनि समस्या समाधान गर्ने हुनुपर्छ। समग्रमा ऊ सबैप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्छ। त्यसर्थ राजालाई प्रजाको पिता भनिन्छ। तिमीले यो जघन्य अपराध गर्यौ। सहस्त्र अर्जुन करोडौं जनताका स्वामी थिए। अब उनको अनुपस्थितिमा स्वयं र यहाँका जनताको भविष्य के हुने? तिमी यो महापापको लागि भयानक सजायको भागी हुनुपर्छ। उनले भने, पिता, मैले हजुरको सबै कुरा स्वीकार गर्छु, तर राजा भएर एउटा लुटेराको जस्तो आफ्नो प्रजाको सामान लुटेर लग्नु उचित हुन्छ र? युद्धका लागि प्रजामा अनावश्यक कर बढाएर विद्यालयहरूलाई सैनिक तालिम केन्द्र बनाए। विद्यालयमा अध्ययन गर्न लगाएका किशोरहरूलाई युद्धको विभीषणमा होमे। आफूलाई विश्व विजेता बन्ने महत्त्वाकांक्षामा भयानक नरसंहार गरिरहेका थिए। स्त्रीहरूको दुर्दशा भयो। उनका कर्मचारी सबै भ्रष्ट भए। अतिरिक्त मुद्रा नलिइकन कार्यालयमा कुनै कार्य पनि नगर्ने। के यी सबै उचित र विश्व विजेताको महत्त्वाकांक्षाको मात्र प्रदर्शन गरे?
न जनताको सुरक्षित छ न त प्रजाको भलो। राज्यको उन्नयन गर्नुपर्नेमा आफ्नो प्रजा आफूभन्दा सम्पन्न भयो भन्ने ईर्ष्या गर्ने अनि उसको सामान लुट्ने यस्तो व्यक्ति के सजायको भागी हुँदैन र? के राजालाई अपराध गर्ने अधिकार छ? जमदग्नीले भने, पुत्र, तिमीले भनेको प्रत्येक कुरा सत्य छन्, तर हामी कर्मले ब्राह्मण हौँ। हाम्रो शक्ति र बल भनेको क्षमा हो। हाम्रा पिता पुर्खाले सधैँ अर्काले गरेको गल्तीलाई क्षमा प्रदान गर्दै आएका छन्। सजाय दिनु हाम्रो कार्य होइन। प्रत्येक जीवले आफ्नो कर्म अनुसार फल स्वयं भोग गर्दै जान्छ। सजाय दिने कार्य स्वयं उसको कर्म हो वा राजाको हो, हामी होइनौँ। पिताको कुरा परशुरामलाई पटक्कै चित्त बुझेन र उनले भने, पिताजी, म क्षमा चाहन्छु। यो कुरा भन्न तपाईँलाई शोभा दिँदैन। तपाईँले मेरो मातालाई र 4 जना भ्रातालाई के क्षमा प्रदान गर्नुभयो त? उहाँहरूलाई किन क्षमा प्रदान नगरेको त? वाणी र कर्ममा एक रूपता कायम गर्नु आवश्यक छ पिताजी। तपाईँले जे अनुसार त राज्य सुरक्षा व्यवस्थापन अनि न्यायालय केही पनि आवश्यक छैनन्। ती सबै कार्य समय आउला र व्यक्तिले आफ्नो कर्मफल प्राप्त गर्ला भनेर प्रतीक्षा गर्नु नै पीडितको कार्य भयो। यसरी त समाजमा अन्याय र अत्याचारको वृद्धि हुन्छ, अराजकता बढ्छ। अन्याय सहनु पनि त अत्याचार एवं अन्यायलाई बढावा दिनु हो। त्यो पनि अझ राज्यको संरक्षक राज्यबाट, राजाबाट यस्तो कार्य हुनु त सर्वथा अनुचित हो। उनको यो कार्यले अरूलाई पनि मार्गनिर्देशन गरे जस्तो भयो नि। नीतिले यो पनि त भन्छ पिताजी, राज्य आतंक बढेमा स्वयं जनताले अधिकार आफ्नो हातमा लिनुपर्छ। अन्याय राजाको विरोध मात्र होइन, उसलाई दण्डित समेत गर्नुपर्छ। जमदग्नीले पुत्रको तर्क स्वीकार गरेनन्। उनले भने, राजाको अभावमा राज्य उद्देश्यविहीन एवं तीव्र भ्रमित हुन्छ र जनतालाई र राज्यलाई नेतृत्व गर्ने एवं निर्देशन गर्ने कोही पनि रहँदैन। यस्तो अवस्थामा हिजोसम्म इमान्दार कहलिएकाहरूले समेत राज्य कोषको दुरुपयोग गर्नु पछि पर्दैनन्। कमजोर भएपछि शत्रु राज्यहरू बदला लिन जुर्मुराउँछन्, जसकारण राज्यमा झन् धेरै आतंक फैलिन्छ। शत्रु राज्यहरूबाट खतरा बढ्छ, जुन अत्यन्तै पीडादायी हुन सक्छ। यसरी राज्यको सुरक्षा समाप्त हुन्छ। परशुरामले भने, पिताजी, राजाको अभावमा नयाँ राजा बन्छ, राज्य शून्य हुँदैन। जमदग्नीले भने, तिमीले भने जस्तो यदि चित्त नबुझेको सबैले अधिकार आफ्नो हातमा लिने हो भने एउटा राजाले कति पटक मृत्युलाई प्राप्त गर्ने? किनभने प्रत्येक व्यक्तिका विचार र चाहना भिन्न हुन्छन्। राज्यले प्रत्येक व्यक्तिलाई खुसी र सुखी बनाउन सक्दैन। कार्य गर्ने व्यक्तिबाट काहीँ न काहीँ कमी हुन जान्छ। यसरी साना साना कुरामा सबै जनता अहिंसु भएका गृह युद्धको सम्भावना बढ्छ। त्यसर्थ जनताले सानातिना कमी कमजोरीहरू सहनुपर्छ, अन्यथा गृह युद्ध प्रारम्भ हुन्छ। जातीय द्वन्द्व पनि बढ्ने सम्भावना रहन्छ। आतंकले कसैको भलो गर्दैन। व्यक्ति र राज्य सधैँ आतंक र जातीय द्वन्द्वबाट पर हुन्छ। अन्यथा यो सुन्दर सृष्टि र विकास क्षणभरमै तहस नहस हुन बेर लाग्दैन। मानवताको विनाशको सिलसिला प्रारम्भ हुन्छ। हत्या, हिंसा र अनैतिकताको बेलाबाला बढ्छ। यो शिक्षा, ज्ञान, सेवा, सुख सुविधा, मानवता र समुन्नति सबै शान्तिका परिचारक एवं प्रतिफल हुन्। ती सबै ठुला लगानी र लामो प्रयासपछि मात्र प्राप्त भएका हुन्छन्। यस्ता क्रियाकलापले ती सबै नवेशपर समाप्त हुन्छन्। यस्तो परिस्थितिमा अन्याय र आतंकले यो धारालाई भयानक स्थान बनाउँछ अनि यो धारा मानव जातिलाई बस्न योग्य रहने छैन। पुत्र, यति मात्र होइन, कार्तवीर्यका प्रमुख 5 पुत्रले तिमीलाई पनि छोड्ने छैन। त्यसर्थ सजाय स्वरूप तिमीले केही वर्ष तीर्थयात्रा गर्नुपर्छ। परशुराम केही बोल्न सकेनन्। केही बेरको मौनतापछि परशुरामले भने, पिता, ब्राह्मणलाई यो धरामा जीवित हुने अधिकार छ कि छैन? जमदग्नीले भने, अवश्य छ पुत्र। राजा र जन्मदाताको बढी महत्त्व हुन्छ। समग्रमा राजा महत्त्वपूर्ण हुन्छ, तर एउटा सन्तानको लागि जन्मदाता बढी महत्त्वपूर्ण हुन्छ।
कसरी पिताजी? किनभने माता पिता नै जन्मदाता हुन्, त्यसमा पनि अझ बढी माता। त्यसो भए तपाईँले मलाई मेरी माताको वध गर्न किन बाध्य गर्नुभयो? के यो उचित थियो? क्रोधले वशीभूत भएर तपाईँले यति घृणित कार्य गराएर मलाई पापको दलदलमा डुबाउनु भयो। त्यति मात्र होइन, म परशुराम विद्वान हुँदाहुँदै पनि इतिहासकै सबैभन्दा कलङ्कित व्यक्ति बन्न बाध्य बनाइदिनु भयो। त्यसका लागि तपाईँलाई कुनै खेद छैन? जब माताको वध गर्नु उपयुक्त छ भने राजाको वध गर्नु योभन्दा बढी न्यायपूर्ण हुन्छ, त्यो पनि एक विवेकहीन ब्रह्मघाती राजाको। शासकलाई जनताको आवश्यकता छैन भने जनतालाई पनि त्यसको शासकको आवश्यकता छैन। सम्राट शास्त्र अर्जुनले ब्रह्माण्ड विरुद्ध जुन आतंक सिर्जना गरेका छन्, म त्यसको जोरदार विरोध गर्छु। म ब्रह्माण्ड वर्णको रक्षाको सुनिश्चितता एवं यो राज्य आतंक समाप्त नगर्दासम्म शान्त बस्दिन। यो मेरो प्राण हो, यो मेरो प्रण हो। यसमा तपाईँ त कदापि बन्धक बन्न सक्नुहुन्न। जमदग्नि केही बोल्न सकेनन्। आफ्नो प्रण पूर्ण गर्न परशुरामले एक एक गरेर ब्राह्मणहरूलाई भेट्न थाले र भयभीत ब्राह्मणहरूको मनोबल बढाए। बिस्तारै बिस्तारै राज्यभरिका सम्पूर्ण ब्राह्मणहरूलाई एकत्र गरेर राज्य विरुद्ध सङ्गठन गर्न लागे। सबैलाई युद्धका लागि, शारीरिक सुगठनका लागि अभ्यास गराउन लागे। सोही राज्यको समाचार यत्रतत्र सर्वत्र फैलियो। सोही सेना गुप्त रूपमा पुगेर तालिमरत ब्राह्मणहरूको वध गर्न लागे। ब्राह्मणहरूले पनि प्रतिकार गरे। दुवै पक्षका व्यक्तिहरूको ठुलो सङ्ख्यामा मृत्यु भयो। त्यसपछि सबैको भागाभाग भयो। केही दिनपछि विद्रोही ब्राह्मणहरूले विस्तृत बैठक बोलाउने निर्णय गरेर तर स्थान कहाँ राख्ने भन्ने बारे बडो अन्यल भयो। सोही राज्यमा बैठक राखेका राजाका गुप्तचरहरूलाई जानकारी हुने र त्यसको परिणाम उनीहरूलाई प्राणदण्ड हुन सक्थ्यो, किनभने शास्त्र अर्जुनका निर्दयी पुत्रहरू परशुराम सहित सामूहिक ब्राह्मण वध गर्ने मौकाको खोजीमा थिए। त्यसर्थ छिमेकी राज्यका ब्राह्मणहरूले आफ्नो राज्यमा गोप्य बैठक गर्ने सल्लाह दिए। त्यसमा सबैको सहमति भयो। त्यो बैठकमा धेरै राज्यका ब्राह्मणहरू उपस्थित थिए। सोहीको घटनाले आफ्नो राज्यमा समेत प्रभाव पार्ने कुरामा उनीहरू सशङ्कित थिए। सबैले व्यापक छलफल गरे। घुमाई फिराई उही त्यही निष्कर्ष निस्किन्थ्यो। राज्य विरुद्ध अस्त्र उठाउने, शक्तिशाली हतियारधारीसित युद्ध गर्नु पनि आत्महत्या गरे जस्तै हुने। त्यसर्थ ब्राह्मण बैठक निष्कर्ष बिनै समाप्त भयो। एक ब्राह्मणले परशुरामलाई सल्लाह दिए, श्रीमान, तपाईलाई आफ्नो राज्यमा असुरक्षा छ। राजपुत्रहरू एवं सोही सेनाले जतिखेर पनि तपाईँको वध गर्न सक्छन्। उनीहरूले जङ्गली कुकुरले जसरी तपाईँलाई खोजिरहेका छन्। हाम्रो राज्यले तपाईँलाई सुरक्षा प्रदान गर्न सक्छ, जसले गर्दा शास्त्र अर्जुनका पुत्रहरूको आतंकबाट तपाईँ सुरक्षित हुनुहुनेछ। उनले प्रसन्नता व्यक्त गर्दै भने, मान्यवर, जानकारीका लागि धेरै धेरै धन्यवाद। म आफू मात्र सुरक्षित भएर हुँदैन, मेरा वृद्ध पिता पनि आश्रममा एक्लै हुनुहुन्छ। मेरा उपर उहाँको पनि सुरक्षाको अभिभारा छ। मभन्दा महत्त्वपूर्ण सवाल मेरो वृद्ध पिताको सेवा र प्राण रक्षाको छ। त्यत्तिकै महत्त्वपूर्ण सोहीका सम्पूर्ण ब्राह्मण वर्णको सुरक्षाको प्रश्न छ। यी सबैका लागि त्यहाँ गएर मलाई सङ्घर्षको तयारी गर्नु छ। त्यसर्थ मलाई जानुपर्छ। तिनले भने, युद्ध सामग्रीका लागि कुनै चिन्ता छैन आचार्य। तपाईँलाई युद्धका लागि आवश्यक पर्ने हतियार हाम्रो राज्यले दिनेछन्। यो कुराले परशुरामलाई केही राहत भयो। बैठकको समाप्तिपछि उनी सोही राज्यतर्फ लागे। जाँदा जाँदै उनले सोचे, राज्यपक्षका लागि सबैभन्दा ठुलो शत्रु त मै हुँ। कतिखेर मेरो प्राण लिन्छन् भन्न सकिन्न, तर पिता जमदग्निलाई छिमेकीका राज्यमा राखिदिन पाए कमसे कम त्यहाँ त सुरक्षित हुनुहुन्थ्यो। आफ्नो आश्रममा पुगेपछि परशुरामले सबै कुरा पिता समक्ष राखे। जमदग्निले तत्कालै अस्वीकार गरे। उनले भने, पुत्र, नीतिले भन्छ, जननी जन्मभूमि स्वर्गदीप गराएसी। त्यसर्थ म आफ्नो सन्तानको बलि चढाएको सहन गर्न सक्छु, तर आफ्नो जन्मभूमि त्यागेर अन्यत्र कहीँ जान्न। परशुरामले सम्झाए, पिताजी, यो तपाईँको जन्मभूमि त होइन नि। जमदग्निले भने, कर्मभूमि हो पुत्र। यसैले मेरो
अस्तित्व र क्षमतालाई सबै सामु प्रफुष्टित गर्ने अवसर दिएर मलाई महत्त्वपूर्ण बनाएको छ, सम्मान दिलाएको छ। अन्यथा आफ्नो माओवादी राज्यमा म र मेरा पिताको अस्तित्वको कुनै सम्मान थिएन। त्यहाँ त हामी केवल उनीहरूका सम्बन्धी र आश्रित कहलाइन्थ्यौँ। मलाई मात्र होइन, तिमीहरूलाई समेत आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। हे पुत्र, पृथ्वीको कुनै एक स्थानमा समुदाय विशेषको आधिपत्य हुनु आवश्यक रहेछ। यदि त्यसो भएन भने त्यस्ता समुदायको अवस्था आँधीले उडाएको तीर्ण समान अस्तित्वविहीन हुन्छ। भूखण्डको एक कुनामा सामुदायिक विशेषको स्वामित्व नभएमा कतिखेर उक्त समुदायको अस्तित्व समाप्त हुन्छ भन्न सकिन्न। मेरो लागि यही माटो आफ्नो हो। अब जे हुन्छ यही हुन्छ। यो धारा त्यागेर म कहीँ जान्न। पिताको जवाफले परशुराम बडो दिगदारीमा परे। उनले भनी अन्य कतै नजाने विचार त्याग गरे, बरु त्यतै जङ्गलतिर लुकेर सङ्गठन सञ्चालन गर्ने विचार गरे। सहस्त्र अर्जुनका अनेकन रानीबाट 1000 पुत्रहरू थिए। त्यसमा राजा रानीबाट 5 पुत्र थिए। सम्राट सहस्त्र अर्जुनको वधपछि यिनै 5 राजकुमारहरूको संरक्षणमा र निमन्त्रणमा राज्य चल्न लाग्यो। उनीहरूले जीवनमा कुनै असहज परिस्थितिको सामना गरेनन्, कहिले पनि दुःख र अभाव देखेनन्। जिम्मेदारी के हो भन्ने बारेमा उनीहरूलाई कल्पना पनि थिएन। उनीहरूले देखे त केवल विशाल साम्राज्य, वैभव अनि ऐयासी। सहस्त्र अर्जुन पुत्र दिनौदिन अत्यन्त विशाली एवं विलासी एवं उदण्ड भइरहेका थिए। राजा जीवित छँदै रानीले कैयौँ पटक पुत्रहरूको अनुशासनहीनताबाट भयभीत भएर उनीहरूलाई सम्झाउने बुझाउने प्रयत्न गरेकी थिइन्, तर उनीहरू मानेनन्। कतिपटक त प्रदानना समेत गरेकी थिइन्, त्यसैले पनि उनीहरूलाई कुनै प्रभाव परेन, बरु हाँसेर तारेका थिए। अन्त्यमा आफ्ना सन्तानहरूबाट हारेर उनीहरूले पुत्रहरूबारे सम्राटलाई जानकारी दिएकी थिइन्, सचेत पनि गराएकी थिइन्। पूर्ण पुत्रहरूलाई समेत चेतावनी दिएकी थिइन्, तर उनको कुरा कसले सुन्ने? उनीहरू राजकुमार थिए, त्यसकारण सबै ऐयासीका लागि छुट थियो। संसारभरि भएका सबै ऐयासी गर्न जन्म लिएका थिए। उनीहरूको चालाले एक दिन रानी साह्रै दिक्क मानेर बसेकी थिइन्। नजिकै बसेर नियालिरहेकी दासीले उनलाई सहानुभूति दिँदै भनी, रानी, जनसाधारणमा पनि पुत्र वयस्क भएपछि मातालाई तेर्ने कार्य धेरै पछि छुट्छ भने यी त राजकुमार हुन्। चिन्ता त्याग गर्नुहोस्। सम्भवतः सृष्टिकर्ताले यस्तै गुणसहित पुरुषहरूलाई सृष्टि गरेको छ। पुत्र वयस्क भएपछि माता केवल नारी रहन्छन्। यो पनि एक अबला र अज्ञानी अनि अकारण पुत्रहरूलाई चेतावनी दिने सबैभन्दा अनावश्यक प्राणी। मूलद्वारकी सङ्घार जसले हतारको बेला ठेस दिन्छ, उसको महत्त्व र सबै खाले त्याग गौण बन्छन्। मैले त हामी जनसाधारणमा मात्र होला भन्ठानेकी थिएँ। दासीका वचनले रानी स्तब्ध भइन्। उनले एउटी दासी यति समझदार होली भनेर सोचेकी पनि थिइनन्। दासीले उनको हृदय छोएकी थिए, त्यही पनि उसलाई आफ्नो भेद खोल्ने र उसको अघि कमजोर साबित हुनु पनि भएन। रानी उठेर शयन कक्षमा प्रवेश गरिन्। बिछौनामा आराम गर्दै उनले राजालाई भनेको स्मरण गरिन्, चिन्ता नल्याऊ रानी, यी सहस्त्र अर्जुनका पुत्र हुन्, राजकुमार हुन्, भर्खरै युवा हुँदैछन्, पुरुष हुन्, आफ्नो उमेर अनुसार केही त केही गर्ने नै भए। ती पुत्रहरू जस्तो लजाएर बस्न सम्भव पनि त हुँदैन। समय आएपछि उनीहरू स्वयं समझदार हुनेछन्। जब उनीहरूको बालापन समाप्त हुनेछ, जिम्मेदारीको भार बढ्नेछ अनि उनीहरू स्वयं सत्मार्गमा हिँड्नेछन्। रानीलाई यी सबै कुरा चित्त बुझ्दैनथे। उनले भन्ने गर्थिन्, राजा अनुशासन त सबैको गहना हो, त्यो पनि विशेष गरी विद्वान, सभ्य र उच्च कुलीन व्यक्तिको। यो सबैमा हुनु आवश्यक हुन्छ। यिनीहरूले अनुशासनलाई बिर्सिसके, यो शुभ लक्षण होइन। यसले कुनै विकराल रूप नलियोस्, मलाई चिन्ता लाग्छ।
राजाले रानीका हाँसेर उडाउने गर्थे। एक दिन रानी आफ्ना पुत्रहरूको बैठक कक्ष हुँदै जाँदै थिइन्। उनीहरू आपसमा कुरा गरिरहेका थिए। एक पुत्रले भने, ब्राह्मण कन्याहरू त झन् सुन्दरी हुँदो रहेछन्, ती सुन्दरीहरूको रसपान गर्ने योजना गर्नु पर्यो। सबै राजकुमारहरू उत्सुक भए। अर्कोले भने, ब्राह्मणीहरूलाई भोग गर्दा त पापको भागी बन्नुपर्छ भनिन्छन् त। अरू सबै हाँसे। के ब्राह्मण कन्यामा यौनले पर्दापण गर्दैन र? आवश्यकता उनका पनि त छन्। उनीहरूलाई पनि त अरूलाई जस्तै औषधि खुवाएर उत्तेजित गरे भइगयो नि। अर्कोले थपे। उनीहरू सबै सहमतिमा फेरि हाँसे। रानीले उनीहरूलाई यसो नगर्न कति चेतावनी दिएकी थिइन्। उनले भनेकी थिइन्, यिनीहरूको यो अराजकता स्वभावले कुनै अनर्थलाई प्रश्न नदियोस्। मलाई यसैको चिन्ता लाग्छ। तर राजा आफ्ना पुत्रहरूबारे कहिले पनि चिन्तित भएनन्, बरु उनीहरूलाई नै प्रश्न दिइरहन्थे। त्यस दिन राजकुमारहरू सुरापान गर्दै थिए। साथमा राज्यभरिका सुन्दरीहरू थिए। उनीहरूको नाम मात्रको वस्त्र पहिरिएका थिए। चञ्चल नयन, सुन्दर शरीर, सिँगारिएका हातहरूले उनीहरूलाई सुरा प्रदान गर्दै थिए। मदमन्त राजकुमारहरूलाई सुरापान गर्दै उनीहरूसितै नृत्य गर्दै थिए। नृत्य गर्दा गर्दै उनीहरूसँग अङ्ग अङ्गमा छुने गर्थे। सुन्दरीहरू पनि आफ्नो शरीरले उनीहरूलाई स्पर्श गर्ने गर्थे। राजकुमारहरूलाई मदको नसामा उत्तेजित बनाएर आफ्ना अङ्ग अङ्गले अग्निमा घृत प्रवाह गर्दै थिए। त्यही बेला एकजना खबरी आयो र कक्षमा पस्यो। उसले अत्यन्तै गम्भीर खबर ल्याएको थियो। सुनाउन चाह्यो, तर उनीहरूले सुन्न समेत चाहेनन्। ऊ चुप लागेर बस्न पनि सकेन। अनेकन प्रयास गर्यो, तर उसको केही लागेन। अन्त्यमा हारथाक भएर रुँदै र कराउँदै भन्यो, बन्द गर्नुहोस् यो रासलीला। नराम्रो खबर छ। राजा सहस्त्रवर्जुनको वध भयो। रानीहरूलाई कसैले पनि यो अशुभ समाचार सुनाउन सकेको छैन। यति भनेर सहस्त्र अर्जुनको वध छोरा समक्ष पुग्छ र बाँकी अंश फेरि लिएर उपस्थित हुनेछु। थ्याङ्क यू फर लिसनिङ।